मानिस एक सामाजिक प्राणी हो जसले समुदायमा सुरक्षित र समर्थनको अनुभव गर्छ। समुदायले मानिसलाई सामाजिक पहिचान, सुरक्षा र भावनात्मक सहयोग प्रदान गर्छ, जसले व्यक्तिको जीवनलाई प्रगति र समृद्धितर्फ अग्रसर बनाउँछ। बाइबलले पनि यही सत्यलाई पुष्टि गर्छ। हिब्रू 10:24 र 25 ले यसरी भन्दछ, हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौँ। कतिजनाको सङ्गति नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेको हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देऊ। जय मसीह डिभोसन 365 मा यहाँहरूलाई स्वागत छ। यस पदमा लेखकले ख्रिस्चियनहरूको पारस्परिक उत्तरदायित्वमाथि जोड दिएका छन्, जसमा प्रेम शब्दले हामीलाई व्यावहारिक सेवा, क्षमा र दया सहितको सम्बन्ध बनाउन प्रेरित गर्दछ। असल कामले परमेश्वरको इच्छा अनुसार गरिने न्याय, सत्य बोल्ने र समाज सेवाको कार्यहरूलाई बुझाउँदछ। उत्साहित गराउने भन्नाले अरूलाई केही गर्न हौसला दिनु भन्ने बुझिन्छ। यसले हाम्रो सम्बन्धमा साथ, सहयोग र निरन्तर प्रेरणा दिन सङ्केत गर्छ। विचार गरौँ भन्ने शब्दले आकस्मिक नभई गहिरो सोच, योजनाबद्ध र सक्रिय प्रयास मार्फत अरूको आत्मिक वृद्धि र प्रेरणालाई सुनिश्चित गर्ने कार्यलाई जनाउँदछ। जब हामी यस्ता विचारपूर्वक प्रयासबाट प्रेम र असल कार्यमा एक अर्कालाई उत्प्रेरित गर्छौँ, हाम्रो मण्डलीमा मात्र होइन, सम्पूर्ण समाजमा परमेश्वरको प्रेमको जीवित प्रमाण बन्न हामी सक्छौँ। कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ। कतिपय मानिसले जानाजान मण्डलीको भेटघाट छोड्ने बानी बसाल्दा आफ्नो आत्मिक जीवनलाई कमजोर बनाउन पुग्छन्। तर हामीले कहिले पनि एकसाथ भेला हुन बन्द गर्नु हुँदैन, किनकि सङ्गतिमा एकत्रित भएर प्रार्थना गर्दा, वचन सुन्दा र एकअर्कालाई प्रेममा बढ्न र असल काम गर्न प्रोत्साहित गर्दा हाम्रो विश्वास प्रबल हुन्छ। दबाव र चुनौतीहरूका बावजुद पनि सामूहिकता र हितका लागि नियमित रूपमा एकसाथ भेला हुनुपर्छ। प्रभुको दिन नजिक आइरहेको छ। यस वाक्यांशले येशू ख्रिस्टको दोस्रो आगमनको सङ्केत गर्दछ। यसले मण्डलीलाई सधैँ सजग र आत्मिक रूपमा तयार रहन सचेत गराउँछ। जब हामी यो कुरा सम्झन्छौँ, हामीले एक अर्कालाई झनै प्रेम गर्न, साँचो विश्वासमा बढ्न र सँगसँगै आत्मिक जीवनयापन गर्न प्रेरणा पाउँछौँ। जब हामी मण्डलीमा मिलेर अगाडि बढ्दछौँ, तब हाम्रो व्यक्तिगत रूपान्तरण र सामूहिक आत्मिक उन्नति यसले अझ मजबुत बनाउँदै लैजान्छ। एउटाले अर्कालाई झन् प्रोत्साहन देऊ भन्ने जुन वाक्यांश छ, हामीले एक अर्कालाई सधैँ हिम्मत दिइराख्नुपर्छ, विशेष गरी प्रेम गर्न र असल काम गर्नलाई। यसको मतलब केवल मिठो कुरा गर्नु होइन, तर साथीहरूको दुःखमा साथ दिनु, राम्रो कुरा गर्न उत्साह बढाउनु र व्यवहारले राम्रो काम देखाउनु हो। यस्तो आपसी प्रोत्साहनले हाम्रो विश्वास झन् बलियो हुँदै लैजान्छ र सँगै मण्डलीलाई पनि मजबुत बनाउँदै लैजाने काम यसले गर्दछ। जब हामी येशूको दोस्रो आगमन नजिक छ भन्ने कुरालाई याद गर्छौँ, तब हामी अझ धेरै एकअर्काको साथमा रहन, उत्साहित गर्न, मिलेर अगाडि बढ्न चाहन्छौँ। हिब्रू 10:24 र 25 ले हामीलाई निमन्त्रणा दिन्छ कि प्रेम र असल कामहरूको अभ्यासलाई मात्र व्यक्तिगत उन्नतिको रूपमा होइन, सामूहिक अनुशासन र सहयोगको मार्फत विकास गर्न आवश्यक छ। सामूहिक भेला, मित्रता र प्रेरणाले विश्वासलाई ऊर्जाशील बनाउँछ। समुदायमा निरन्तर सहभागिता राख्नु भन्नाले आत्मिक रूपमा बलियो बन्ने उपाय पनि हो। एक्लोपनले आत्मिक जीवनलाई कमजोर पार्न सक्छ, तर सामूहिक सङ्गतिले हामीलाई विश्वासमा बलियो पार्दै लैजान्छ। एक अर्कालाई प्रेरित गर्दै मण्डलीमा सामूहिक उपस्थितिमा यस वचनले जोड दिँदछ।